नमस्ते सबैजनालाई। आज म चाहिँ जापानमा रहनुभएका साथीहरूलाई हेल्प हुने गरी किबोर्डमा चाहिँ कसरी जापानिज भाषा लिएर आउने र जापानिज भाषालाई चाहिँ कसरी लेख्ने खान्जीहरू लेख्नुपर्ने हुन्छ, हिरागाना कातागाना, त्यसको लागि चाहिँ हेल्प हुने गरी मैले किबोर्डमा मिलाउने छु। अन्तिमसम्म हेरेर साथ दिनु होला। हामीले चाहिँ दुई थरीबाट गर्न मिल्छ। एउटा भनेको चाहिँ हाम्रो यो किबोर्ड छेउमा भएको पृथ्वी गोलमा थिच्ने, यसमा चाहिँ जापानिजमा छ, अहिले यसलाई इङ्ग्लिसमा चेन्ज गरेँ। त्यसैमा फेरि थिच्ने अनि ल्याङ्ग्वेज सेटिङमा क्लिक गर्ने। त्यहाँ क्लिक गरिसकेपछि ल्याङ्ग्वेजहरूको लिस्ट आएको छ। मैले चाहिँ पहिला राखेकोलाई डिलिट गर्छु, यो दुईवटा नियमको। अब चाहिँ भने एड किबोर्डमा जाने, त्यसपछि जापानिज भनेर सर्च गर्नु होला। यहाँ मेरो चाहिँ सजेसन आइसकेको छ, निहोङ्गो भनेको यसलाई क्लिक गर्नुहोस्। अनि यसमा चाहिँ हाम्रो 12 की छ, त्यसलाई चाहिँ अनटिक गरेर यो इङ्ग्लिस मिडियम क्वार्टरी र अर्को साइडमा भएकोलाई क्लिक गर्नुहोस्। दुईटालाई सेलेक्ट गरेर डन गरिदिनुहोस्। यति भएपछि भयो। र अर्को मेथड भन्ने चाहिँ अब यसमा अघि मैले गरे जसरी छैन भने चाहिँ अब अर्को चाहिँ डाइरेक्ट सेटिङमा गएर पनि गर्न मिल्छ। त्यसको लागि चाहिँ आफ्नो मोबाइलको सेटिङमा जानुहोस्। सेटिङ ओपन गरिसकेपछि किबोर्ड भनेर हान्नु होला। त्यसपछि तलको जीबोर्डमा क्लिक गर्नुहोस्। यदि हजुरहरूको चाहिँ डिफ्रेन्ट टाइपको मोबाइल हुनुहुन्छ भने चाहिँ जीबोर्डको ठाउँमा अब सामसङको छ भने सामसङको अथवा अरू कुनै छ भने त्यो किबोर्डमा क्लिक गर्नुहोस्। त्यसपछि यो ल्याङ्ग्वेजेस भनेर आउँछ, यसमा चाहिँ टन्नै भाषा देखेको छ, यसमा क्लिक गर्नुहोस् र पहिलाको ठाउँमा आइपुगेको छ। पहिला जसरी नै यसमा बनाउन सक्नुहुनेछ।